नमस्कार, मेरो सेयर अपडेटमा तपाईँलाई स्वागत छ। शेरसम्म भिडियो बनाउने क्रममा आज भुजुङ हाइड्रो पावरले यही माघ 12 गतेदेखि आम सर्वसाधारणका लागि आइपिओ जारी गर्ने भएको छ। यसले कति किता आइपिओ जारी गर्दैछ, कति रुपियाँमा आइपिओ जारी गर्दैछ भन्ने बारेमा भिडियो सुरुवात गर्नुभन्दा अगाडि तपाईँ मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गरेर नजिकैको बेल बटनमा पनि थिच्नुहोस् ताकि मैले बनाउने आगामी नयाँ शेयर सम्बन्धी अपडेटहरू तपाईँलाई सजिलैसँग प्राप्त हुन सक्नेछ। भुजुङ हाइड्रो पावर लिमिटेडले माघ 12 गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीका लागि आइपिओ निष्कासन गरिसके पछाडि अब दोस्रो चरणमा आम सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी 1 अर्ब रुपियाँको 20% अर्थात् 20 करोड रुपियाँ बराबरको 20 लाख किता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो, जसमध्ये कम्पनीले 10 लाख किता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र 1 लाख किता साधारण सेयर विदेशमा रहेका दाजुभाइ तथा दिदीबहिनीहरूका लागि निष्कासन गरिसकेको र बाँडफाँड पनि गरिसकेको छ। अब भने कम्पनीले दोस्रो चरणको कर्मचारीहरूका लागि 20,000 किता, सामूहिक लगानी कोष म्युचुअल फन्डका लागि 50,000 किता, सुरक्षित बाँकी रहेको 8 करोड 30 लाख रुपियाँ बराबरको 8,30,000 किता सेयर सर्वसाधारणका लागि लगानीकर्ताहरूका लागि निष्कासन गर्न लागेको। सो आइपिओमा न्यूनतम 10 कितादेखि आवेदन दिन पर्नेछ। अधिकतम पनि कम्पनीले जनाएअनुसार 50,000 कितासम्म आवेदन दिन सकिनेछ। निष्कासन बन्द छिटोमा माघ 15 गतेसम्म हुनेछ। उक्त समयमा सबै सेयर बिक्री नभएको खण्डमा ढिलोमा भने माघ 26 गतेसम्म आइपिओ खुल्ला रहनेछ। आइपिओ निष्कासनका लागि गरिएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी स्क्वायर रेटिङ सिंगल B+ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व वहन गर्ने क्षमता उच्च जोखिम रहेको सङ्केत गर्दछ। कम्पनीले सञ्चालन गरेको 7.5 मेगावाट माथिल्लो मिदिम जलविद्युत आयोजनाको कुल लागत 1 अर्ब 80 करोड 58,49,600 रुपियाँ 71 पैसा रहेको छ भने प्रति मेगावाट लागत 24 करोड 90,82,703 रुपियाँ 55 पैसा रहेको छ र सो जलविद्युत आयोजना बिक्री अनुमति 30 वर्ष बाँकी रहेको छ र यो आयोजनाको साधारण लगानी फिर्ता हुन अवधि भने 9.5 वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने दिन अवधि 16.09 वर्ष रहेको छ र सो जलविद्युत आयोजनाको कम्पनीले 2081 वैशाख 6 गते विद्युत उत्पादन गरिसकेको छ। कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सियासबा सदस्य ब्याङ्क तथा वित्तीय संस्था तथा तिनका तोकेका शाखा कार्यालयहरू र सिडिएस एन्ड क्लियरिङ लिमिटेडले बनाएको मेरो सेयर एपबाट आवेदन दिन सक्नुहुनेछ। भिडियो हेरेर साथ दिनुभएको यहाँलाई धेरै धेरै धन्यवाद छ। भिडियो कस्तो लाग्यो कमेन्ट बक्समा कमेन्ट गर्न नभुल्नुहोस्। धन्यवाद।